यसले कोप्यो मजा आउँदो रहेछ जुठान त धुलै हो नि भयो भएन अरे हात्ती झऱ्यो लु 1000 मा है ल सही हो भाइहरु भाइ मागा सागा चाहिँ जन्तीको यो पाहुना चाहिँ तेरो जन्ती जान पाइयो अरु त मलाई केही छैन अविवाहितको मेरो अब यो अन्तिम रात हो मलाई हिरो होला भनेको त झन् भुत जस्तो पो देखिन्छ त यो फाइनली गाइजमा चाहिँ बिहेको त माइजूले रोटी कार्यक्रम के रोटी हो माइजू अर्सा अनारसा गाह्रो रहेछ है त्यो बिहेको तयारीमै गाई फाइनल्ली घाँटेको होइन दिउँसो नभएर राति राति काम गर्नु परिरहेछ गाह्रो छ हामीलाई यो चाहिँ भोलि हाम्रो घर पैँचोको पूजाको लागि र यसैमा चाहिँ बिहेको लागि पनि पूजा यही मण्डपमा हुने जानकारी गराउँछौँ उहाँ हुनुहुन्छ यसको इन्जिनियर र म चाहिँ यहाँ भिडियोग्राफर गरिरहेको छु मेरो लभली मम्मी एकदम सुन्दरी परम प्यारी माताश्रीलाई दर्शन गर्न चाहन्छु हाम्रो भाउजूहरूलाई दर्शन गर्न चाहन्छु हाम्रो चुलो बनाउने कार्यक्रम हुँदैछ गाइजहरू हाम्रो यहाँ चाहिँ सेलरोटी र हाम्रो चाहिँ कसारको लागि चुलो बनाउने कार्यक्रम हुँदैछ तपाईको दिनको सुरुवात कसरी भयो मलाई थाहा छैन किन बनाउनु हुन्न आगोमा पूजा आगो बलिरहेछ नमातिकन कान्छी भाग्यमानी हुने नातिनी धेरै पढ्ने है ज्ञानी हुने राम्रो संस्कृत बोल्ने है मैले नि लगाइदिनु पर्छ पर्दैन है ए पुज्ने मात्रै हो ए
ल त्यो पैसा राख यो पिठो त्यहाँ हाल अब पैसा राख त म दिन्छु अहिले पैसा अहिले उसलाई राख्नु तीन फेरि राख्न लाउनु के तीन फेरि हाल न ल आधाले तीन फेरि हाल दुईटा आधाले दुईटा यसरी हाल त खानु त्यहाँ होइन त्यसरी खानु चल ल ओहो छोरीले पकायो आमा ल ल यसमा ल त आगो फुक्नु पर्यो के को लागि हो आमामा रोटी त खत्रै हुँदैछ त्यहाँ बटार्ने कार्यक्रम हुँदैछ हाम्रो आमाहरू आन्टी दिदीहरू सबैजना भेला हुनुभएको छ अब कि डल्ला बनाउनु चाहिँ पहिला मैला बोटाउनु चम्चा ल्याउनु न एउटा पिठो अड्कले दिन्छ त पिठोलाई दिनु न त थाहा त भइहाल्छ नि ल हो मजाले डल्लो बनाऊ त्यो डल्लो बनाऊ ल हो कति राम्रो बनाएको आहा है ल कपडा राखेपछि अनि बाँधिदिनु मैले यसो बसी सजिलो गालामा नलगाऊ हात अटेन क्या कान्छी दिदी कहाँ आइपुग्नु बेलुकासँग आउँछु भन्छु घिउ त्यहाँ मैले बिहान राखेको छु भइहाल्यो त भइहाल्यो नि त्यत्रो पिठो के को लागि हो कसारकै हो ए त्यता बनाउँदै गर्ने यता फेरि भुट्दै गर्ने हो यता भुट्दै गर्ने बाबु चुलो अलि गहिरो छ ए के गर्नु पहिलो पटक पर्यो थाहा भएन कि मलाई छोरीले मलाई यहाँ कसरी आन्टीलाई प्रपोज गर्ने भनेर सिकाउँदैछ कसार बटार्ने कार्यक्रम यहाँ चलिरहेछ होइन म चाहिँ भोलिको बेहुला परेँ त्यो धेरै भएर होला कि एकैचोटि भएर ए के भएछ ए ल मेरो बिहा भनेर भाइको केस पनि छैन ल यस्तो यति भएपछि त सकिगयो नि फेरि बेलुका गएर इमर्जेन्सी आउँछ कि फेरि ए यस्तो अशुभ नबोला त ल मेरो बुहारी नानीले यहाँ पकाउँदैछन् है अनि अब के गर्नु होइन माइजू हुनुहुन्छ मेरो माइजू ल यता चाहिँ हाम्रो घर रहेको छ यता सबैजना
पाइन्छ पाइन्छ मेरो पनि बिहा हुँदैछ कि भोलि मेरो बिहा हो नि केटाहरू आइज है निम्तो छ मेरो बिहा हो आइज फाइनल्ली बिहा हो होइन अहिले भन्दा त आमा दिदी बहिनीहरू हुनुहुन्छ कसैमा सम्थिङ त के हो र दिदीको आमामा भाइको कसार भिड्दै गाह्रो रहेछ है बुढेसकालमा लपऱ्यो फेरि भाइको गाह्रो छ अलि छिटो ल ल ल ल के भन्ने हो हजुर ल के भन्ने हो भन्नु त म भिडियो बनाइरहेको छु ल ल गीत गाउँ ल ल ल ल ल उहाँ नाच्न रेडी हुनुहुन्छ पसार बटार्ने सम्बन्धी गीत होला नि त केही ल ल गीत गाउन आउनु पर्यो यहाँ हजुर नभए भन ल ल ल ल यहाँ भिडियो खिच्न अब यहाँ अब भिडियो खिच म पनि बस्छु यसरी नै खिचिरह है ए ल ल अब हाम्रो गीत गाउने आन्टी आउँदै हुनुहुन्छ यहाँ टक्क लागेर ल ल ल कसार सम्बन्धी है ल ल ल मम्मी नि यता आउनु न आउनु फोन आयो यम बिनासु हाम्रो दुला राजा यता है माथि चाहिँ नटेको है माथि नटेको है माथि हुनु खाउनु माइजूले रोटी कार्यक्रम के रोटी हो माइजू अर्सा अनारसा ल है ल मेरो साइली दिदी यहाँ ए माइली दिदी माइली कि साइली हो मैले बिर्सेँ साइली दिदी क्या पहिला साइली त भन्ने थियो यता हाम्रो बुहारी यता हाम्रो दिदी प्यारी दिदी के बनाउनु छ अहिले चिनी रोटी आमा ल
यस्तो है जसो हो ल दुला राजालाई अब बधाईको हिरो आइरहेछ है आमा ल बिहाको दिन मेरो भोलि यतिखेर त म त के हो सिन्दुर लगाइसकेको हुन्छु है ओहो हाम्रो रोटी र कसार ल मेरो मम्मी दिदी मेरो सानीमा र मेरो भाइ अनि भाइ भान्जा मैले आज सब बिर्सिरहेको छु के दिदीलाई के भनिरहेको छु आज अब मेरो यहाँ अलिकति दिमागले काम गरेको छैन आज भोलिको एक्साइटमेन्टमा है त्यसै यो चाहिँ पूजा गर्ने मण्डप के गर्नु पर्यो ल भनौँ फाइनल्ली बिए अब त्यसमा भन्न मिलेन होइन गाह्रो छ राम्रो आन्टी आउट भएको छ तर आन्टी सन्चै हुनुहुन्छ मेरो बिहा भयो के अरे हुने भयो भइसक्यो होइन भयो फाइनली गाइजमा चाहिँ बिहेको तयारीमा होइन ऊ धोती लाएर धोतीपाटा कसेर रेडी हुनुहुन्छ ओ पोज हानौँ न एकदम पोज पूजा मात्रै मिल्दैन होला पूजा मैले हेलमेट कहाँ राखेँ थाहा छैन यहाँ झर्दैछ नि यता यहाँ हाम्रो जनताहरू यहाँ पहिला कसिन भइरहेको ल अब त्यहाँ एउटा पैसा राखेँ पैसा नदियो है पैसा ल्याइयो नि फलफुल पैसा माथि छ शुभ विवाह ल सागर एन्ड विष्णु यहाँ हुनुहुन्छ मेरो दाई नाम ल हाम्रो अर्जुन भाइ मेरो बिहाको लागि यस्तो मेहनत गर्दैछ केटोले होइन है ड्युटी छोडेर आइदिइरह थ्याङ्क यू यार मेरो भाइ यार ल मेरो दाई हुनुहुन्छ यहाँ मिलनको दाई मेरो आफ्नै दाई जस्तै हो है यहाँ हाम्रो मिलन यहाँ मेरो आफ्नै दाई यहाँ है ल बिहाको तयारी हुँदैछ र शुभ विवाह काम छैन यस्तो गरेको भनेको भिडियो फोटो पो यो पनि त्यही कार्यक्रम हुँदैछ है ल ल ओहो अर्जुन भाइ टप अफ द हाउसमा अविवाहितको मेरो अब यो अन्तिम रात हो है अन्तिम चिया अब भनेको भाउजूले पकाएको खाने हो बुढीले पकाएको खाने हो यता भाउजूले पकाएको खाने हो है मैले त बुढीले पकाएको खानु पर्यो धन्यवाद ल केटाहरूलाई यहाँ मेरो बिहाको यहाँ नसा चढिरहेछ आमा यो हो नि त लाइन उठ्यौ बस्यौ केटाहरूले रमाइलो यो अन्त रमाइला आज बिहाको दिन दुला राजाको हालत यस्तो छ पुरा ह्यान्डसम भएर सब साली ढलाइदिन्छु भन्ने प्रोसेसमा छ कतिवटा साली ढलाइदिने नि है
गोला हिरो होला भनेको त झन् भुत जस्तो पो देखिन्छ त यो गोलै हो नि ल बिहाको दिनको पहिलो चियाको सट है हामी दाजुभाइ कस्तो भइरहेको त फेसियल गर्दा जिन्दगीमा पहिलोचोटि फेसियल गाह्रो गरे जाने राम्रो गर्न गाह्रो रहेछ अनि बिहाको दिन त दुलाहरू हिरो हुन्छ भन्दै नि त भुतै जस्तो देखिँदैन यो यस्तो यो बेसार लाएर बसेको जान्छ हाँसी दुःख देख्न पाम कुनै दिन गलत भएको देख्न नपाम ज्वाइँ राजा अब मेरो ज्वाइँ भयो एउटै कामको भइयो ल पाले पुण्य मारे पा गर्छु भनेको सागर दाइ ठिक छ नि होइन ए बबाल भाउजू ठिक छ के पूजा भन्छ अरे चतुर्थी चतुर्थी पूजामा पहिलो पूजा बुढाबुढी भिडियो भन्नु त के भन्नु हो अरे हजुरलाई कस्तो महसुस भयो बताइदिनुहोस् त यसरी गर्दा हामीलाई अहिले नयाँ दुलालाई कस्तो भइरहेको भन्ने कुरा मलाई त नौलो लगाइरह हो है जोडी सुहाए जस्तो लागेको नसुहाए जोडी रबले बनादी जोडी हसिलो बुहारी पाएपछि घर पनि उज्यालो भइरहेछ घरले त बुहारी पायो घरको बुहारी मेरो भाउजू दाइको बुढी को गोरेटोमा पहिलोचोटि विवाह गरेर दुई दम्पति जीवनहरू दहीमा रमाउँदै पैसा दिनुपर्छ भन्छ 5 रुपियाँ दियो नि मान्ने होइन 5,000 दियो नि नमान्ने खै गाई राख्नु त्यहाँ गाई राख्नु भने नि एउटा गीत गाइदिनु उसको टुक्रा समाज जल समा हरियम तसत हरियम तसत हरियम तसत विष्णु 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 श्रीमद भगवतमा आफू कृष्ण लाग्यो जाऊ नि अमुक नाम अनुसार बना अमुक नामले ब्राह्मण काटे सच बना रे बर्मण हम देखि काम वरदान के गौरी सच बना दरि सच बना बना पूजा वरदान के गरम छ गोदाना परिचय गरम हम गरिसे ल छोड दिन्थे यसो जलको मनुष्य यानी कान्छ पापन जन्मान्तर कि जानी पानी सर्वाणी प्रदक्षिणा पदे पदे ईश्वरी सर्वदानमा दक्षिण सामर बिहानी ल त्यो सिक्का पैसा सुनमा गर्नु एउटाले गऱ्यो भने त 1000 त आइरहेको नि होइन 1000 एउटा जल्दी भयो ओम पूर्वचार्य संकल्प श्रीरस्तु मध्ये हम भारतर गोत्र उत्पन्न अस्मात् अमुक अमुक नाम सर्वना अमुक अमुक नाम देवहम गण हम गरिसे ल देख छोड्दै दुईटै नै घरि घरि दुईटा भन्न भ्याइदैन यहाँ ढिलो भइसक्यो अब गाडी अधिकारी प्रधानमन्त्री गजम राजन जन्म बाटो देवग्न नाम धरित्र जन्त विदे श्री प्रधानमन्त्री गजम राजन जन्म बाटो दिपस नार पेउ नमो नमः ल त्यही पैसा त्यही यसो छैन तर हिरण्य गर्व समावर्त बताउने वस्तु भो नमः अधिका प्रधानमन्त्री वस्तु भो नमः बालेको छैन नि दियो
सर्गम स्मराजनी सिंहम पात्रम पुण्यम तदेवैकहाल गणेशलाई गणानान्त गणपति गङ्गाबामै प्रियानान्त प्रियपति गङ्गाबामै निधिनान्त निधिपति गङ्गाबामै बस तपाईँले भाडा दिएर आउँदा समय ओम सोमाय नमः सोमाय दिति उदय सोमाय नमः स्वाहा हम गणपति गणपति नमः स्वाहा हम गणपति गणपति कैसा है पत्नी करती है स्वाहा यसो अहिले उ गर्दै गर्दै भएन मेहनत तिमी हट त ल भएन ल कपाल कोर्दै त्यो ऐना यसो देखाइदियो कस्तो भएको भन्नु ए मनोहर टिकट भएन अझै कुरा त्यस्तो भन्नु पाइँदैन ए पाइन्न ल नि ल भएर बाजु सक्नु पर्यो नि कपाल धेरै धेरै नलाउनुको त्यो हातमा मैले धेरै किन नलाउनु तातिरहेको हेर्दा हेर्दा बुढीको कभर गरिदिने तिनी पनि आयो यिनको यार खपरा देखेर ल ऐना नि देखाएको हेर त ए भाउजूलाई राम्रोसँग हेर्नु ऐना हो अलि अलि देखाउ न अलि भएन अलि राम्रोसँग देखाइदेऊ हे तेरिका ए क्यामेराम्यान यस्तो क्यामेराम्यान आउट गर्छ ल खै दिदी त्यो लाग्ला के ठ्याक्कै देखा भन ओ यता राउटा बनाऊ ल त्यो आदि त्यहाँ छेउ भयो आदिवाला त्यहाँ छेउ भयो आदिवाला त्यहाँ छेउ भयो हो अब उसलाई कल मलाई अब कति पैसाले मान्यन् कि नमान्यन् अनि उसले पहिला खम पसिबल खम गर्नु सक्यो अँ त नि अब त्यो सागर दाइ त्यसमा आउनु यो सोध्नु अब त खुवाउनु बुहारी नानी नगर जफत सधैँ जुठो खानी अब अब फेरि खुवाउनु अझै फेरि खुवाउ टोकेर मैले खुवाउँछु त्यही साइडबाट अर्को साइडबाट भयो नि केही हुन्न क्या अब फेरि खायो केही खाने जुठो दुइटाले क्याको त्यही यहाँ खाने हो ल खुरुखुरु खायो धेरै धेरै खुवाउने नि यिनीहरूलाई भयो भयो पेट भरिन्छ धेरै खुवाउनु पेट भरिन्छ। पेट भरिन्छ धेरै खुवाउनु ल भाइ भाइ ल त्यसबाट अहिले त्यो खाने कति ठुलो नोट छ यहाँ यो सागर पनि त्यति नै दिनु न हो त्यति नै त्यस्तो पनि अर्थन हो त्यति राख न भयो अहिले भयो कति बेला हो कि म त मान्दिनँ आज त मान्दिनँ अरे के राख न त्यो त्यहाँ जबरजस्ती नगर त कसार आदि बनाऊ न तिमी नमान्ने पालो आउँदैछ क्या टोकाउ के त कसार त्यसो होइन एक गुरुलाई कोही नबोल्नु बाहिर यस्तो गर होइन त्यो हातमा छोडिदेऊ यस्तो गर कसार त्यो खानु त्यो अब त्यो त्यही त्यहाँ छ भने अनि खानु मजा आउँदो रहेछ जुठान त ल भयो त्यो त्यहीँ राखिनु अहिले त्यो तिमीहरूले खाने हो त्यो कति मिठो भएको छ मम्मी उलाइदिनु अब अर्को कति मिठो भएको कथा बुढीको जुठी खानु मिठो हुँदो रहेछ क्यानेर छ क्यानेर ल्याउनु तामाको जोठा यो चुठै ल्याइदिएको त्यो यता दिनु तपाईँको श्रीमानले नङ काट्नु भएन तपाईँ तपाईँलाई यसमा के भन्नु छ गाली गर्न चाहन्छु गालीमा कस्तो प्रयोग गर्न चाहनुहुन्छ शब्दहरू छैन नभनौँ एक्लै भित्र खोला अब तिम्रो पवित्र त भाउजू होइन नि त नि मिठो हुँदो रहेछ ल त्यहाँ सबै खानेकुरा छ नि त खानेकुरा छ नि त छोड न हे तरिका बुढाको पानी मिठो हुँदो रहेछ भयो ढोका अनि अब हो हिजो त्यो निकाल न त्यो पहिला ए यो निकाले त्यो निकाल न अब पैसा अब कति पैसा माग्ने हो अब माग ल यो मागिदियो ल त्यो ल सागर दाइ पैसा दिन सुरु गर्नु क्या तपाईँले खुइँकै पैसा दिने हो उहाँले माने भने उठ्नुहुन्छ नमानेसम्म ढोक्नुहुन्छ
यो 600 मानिदिनु गरे आज त 6000 बनिन्छ थोरै मान्छे 6000 त दिनु पर्यो नि हो अँ यतिबाट सुरु गरौँ है भयो भएन अरे भएन भन्नु पर्यो है भाउजू चिज चाहेर मान्दिनँ भन्ने है भयो क्या यस्तो उठानु भयो त्यो बुढी आउनु यसो उठा त तिमी त्यसरी यो मान्छेले धेरै दिला जस्तो लागेन त्यो बुढी हो त्यसरी सम हो त्यस्तै हो त्यस्तो मात्रै गर ल होइन त्यस्तै गर्ने हो तिमीले अहिले छोडाउला जस्तो छैन अनि कति नुगाएर राख्ने त ल दिदी भयो भएन हात्ती झऱ्यो लु बल्ल हात्तीमा मानेन नै मानेन राजै अब 2000 बनाउनु पर्यो 1000 रुपियाँ दिँदा नि भएन नि 2000 हाल्नु पर्यो अब फेरि 5 रुपियाँ 5 हाल्ने क्या 2000 हाल्ने हो हामी हाल्छौँ नि ल त्यस्तो नि हुन्थ्यो र हो त्यस्तो 2000 हाल्ने 2000ले नि भएन नि 4 हाल्ने हो त्यहाँ भयो भएन पैसा सकियो म तिमीलाई साकुटी दिदी पैसा ल्याउनु त यहाँ कुरै मिलेन यहाँ कुरो कति चाहिएला भन्नु कति चाहिएला भन्नु कति चाहिएला भन्नु कति 4000 रे त्यत्रो हाल्नुपर्छ अब 2 को ठेकेर हाल्नु पर्यो डबल निउरी पनि होइन र अहिले यहाँ छोड्ला जस्तो छैन कति निउरी पराउनु उहाँ त्यत्रो पैसा भइसक्यो निउरी पर्नु पर्यो निउरी ल भयो अनि त्यो खुट्टासँग सामान लगाइराख त ल भएन निउरी पर लुकेर हेर्नु पर्ने नि पैसा सकिनु हो त नभए त हुन्छ मेरो जिन्दगी नै तिमीलाई दिएको छु अब के चाहियो अरू भन न सिधै पनि भयो अरे ल भयो भनेपछि खुट्टा छोड्ने ओहो ल है फाइनल्ली है फाइनल्ली कति भयो त्यो गर्न त सकियो त यार पैसा त दिने होइन गन्नु त पैसा गनेर क्यामेरामा देखाम है कति हो क्यामेरामा देखा दर्शकलाई नि त आउनु पर्यो नि पैसा लिएर आउनु लोन माग्नु जानु पर्ला नि गर्मी भइसक्यो है तात्यो क्या काम भयो सालसाल हाल्नु हुन्छ कि पाल्छ तासै हो नि त भाइ हजुरलाई यस्तो फट्टार दे कति हजार रहेछ गरौँ त 6000 मा है ल सही हो ल खेल जुवा पासा हल्लाएर खेल पर्यो ल दुलैले जित्यो ल पैसा निकालौँ ल पैसा निकालौँ त्यहाँ फेरि दुईले निकाल्यो दुईले जित्यो क्या तिमी हार्यौ जितौँ त्यहाँ निकालौँ ल 1000 रुपियाँ निकालौँ ल कसरी हो दुलेले जितेको यता वान आयो ल कता बनाउनु पर्ने यो दुलैले जिताउनु पर्ने हो क्या यो यिनी दुलाको पैसा लुटाउने हो जसले जित्यो नि दुलैले जितिनु अँ 1000 रुपियाँ दिनु कहाँ 1000 को दाउ मार्ने अनि त्यसपछि 2-3 खाल खेल्ने 1000 जानी भयो त भन्छ ल अब अर्को 1000 रुपियाँ राखौँ ल यता सुरु भयो ल 1000 रुपियाँ राखौँ क्या फेरि बोट राख्नु परेन बोट बोट राखिकन चल्छ ल यता खाना तिमी एकछिन भिडियो नभए त अर्जुन भाइ ए ल भाउजूकै परे ल ल भाउजू जित्यो आज 2000 हे कठै यिनको आज पर्सि जित्ने भयो ल ल फेरि खाना फेरि पर्यो ल ल ल त्यो भएन भने चाहिँ नजित्ने ए ल फेरि पर्यो है सार्दै रितिनी भयो आज सकियो हजार 500 का 2 ल फेरि हालौँ फेरि धेरै पैसा नलिएर आउनु भनेको त्यहाँ दाइ ल हजुर दाइ टाउको घुम्नु न अब फेरि परि नानीले जितिन् पुरै पैसाको मुठो फालिदियो ल भयो माया लाग्यो बिचरा सानो मलाई छोराको बारीको माया लाएर उल्टा भइसक्यो एकैचोटि हात हाल्ने एकैचोटि हात हालौँ ल
जसले भेटाउँछ त्यसले क्यार्छ त्यसले माथि देखाउने है ले कोप्नी र सप्नी छोडिदिउँ के खै ध्यान ध्यान छैन सिक्नु थालिसक्यो भेटाएपछि त फाले नि सुपारी नै हो क्या हाल्ने अरू पाइएन अब जसले भेट्छ त्यसले जित्छ यो यस्तरी माथि त फाल्न पाइएन नि यस्तो नरम न भेटे क्या कता हो ए बाबा भेटे क्या देखाम न देखाम म सुपारी नै हुन खोजिरहेको एकदम हाल्दो रहेछ ल कुसको टुक्रा समाज चल्छ आउनु त्यही छु हरिम तस्ता विष्णु विष्णु हेतु पूर्वचारी संकल्प देव भारत उत्पन्न अस्पत गणित अमुक अनुजन अमुक गणित गर्वण चाहिँ गणवणी अहम पारिस पूर्ण मात्र गर्वणी अपूर्ण पूर्ण जे अझबाट अपूर्ण भयो त्यो चाहिँ पूर्ण मात्रबाट के होस् पूर्ण होस् भनेर उतापट्टि लाएर रोटी भनेर राखिदिन्छ रोटी राखेर रोटी भएको ठाउँमा राखिदिन्छ यो त त्यस्तै पकिन्छ भित्र घन्टी मगाउनु त दिदी घन्टी पानी पनि खानुपर्छ पर्दैन भयो त्यसमा आएर उठाएर आएर पर्खाइ उठाएर घन्टी आउँछ नि घाम लाग्ने शीतल त हावाले गर्दाखेरि केही नि हुन्न गर्दै बजाइदिनु दिदी उठाएर आरती गराएर तपाईँ हिमालय पर्नुभयो गाङ्गेस पर्नुभयो घन्टी बजाउनै जान्दैन ल भाइ तल यसो जल घुमाउँथ्यो हजुर होइन लिएर आउनु अनि त्यो किन सकेकै होइन यसो आएर त हौ अब आफूले ताकेको ल त दाइले पनि ताप्नु क्या ताप्नु ताप्नु सिस्ना तरकारी त के अरे सुगर हुनेले खाने राम्रो हो नि दिदी उता भाइहरू भाइ मागा सागा चाहिँ दन्ती गइयो आउना चाहिँ तेरो दन्ती जान पाइयो अरू त मलाई केही छैन कतै हुनु पर्यो बुझिस् नि हाम्रो आज पूजाको चाहिँ अब समापन कार्यक्रम हुँदैछ साथीहरू दक्षिणा हाल न यार बस्दैन अनि मलाई दिने भाइ मलाई दिने अनि गुरुलाई हो नि दक्षिणा दिने सानो सानोमा यो पातको पैसा बनाइन्थ्यो अब यसलाई धन्यवाद ल हाम्रो चाहिँ पूजा समापन भएको छ है यस्तो के यता हेर्नु हाम्रो पूजा समापन भएको छ अब चाहिँ हजुरहरूलाई म यहीँबाट बिदाई गर्न चाहन्छु हस्त धन्यवाद।